भगवान को हरे राम दर्शन चरै धाम कैलासमा शिवजी भगवान कैना जब्दै स्वर्ग जान भगवान कैना भगवान कैना भगवान कैना जब्दै स्वर्ग जान भगवान कैना भगवान कैना भगवान कैना जब्दै स्वर्ग जान भगवान कैना यो सन्ध्याकालीन सत्रमा पनि सम्माननीय श्रद्धालु भक्तवृन्दहरू यो सन्ध्याकालीन सत्रमा पनि दिउँसो आउन भ्याइएन। अब यो यज्ञको लागि मेरो पनि समर्पण दान समर्पण गर्न चाहन्थे भन्ने त्यस्तो मनमा इच्छा आएको छ भने हाम्रो
सागर गुरुसँग सम्पर्क गर्दा हुन्छ। यो साँझको सन्ध्याकालीन आफ्ना पितृहरूको उद्धारको लागि, सायुज मुक्तिको लागि, परिवारको सुस्वास्थ्य, दीर्घायु र यो दिव्य हनुमन्त भावनात्मक महानुष्ठानको लागि दान सेवा समर्पण गर्न चाहन्छु भन्नु त्यस्तो मनमा इच्छा भयो भने हाम्रो सागर गुरुसँग सम्पर्क गर्न सक्नुहुनेछ। बोल गोविन्द भगवानको। ए यता भोकलको माइक खोलिदिनु त, यता अर्को भोकलको। हरे हरे रितै आया थियो रितै जानी हो, रितै आया थियो रितै जानी हो, हे बाँचुन्जेली आफ्नो आफ्नो कर्म खाने हो, रितै आया थियो रितै जानी हो, बाँचुन्जेली आफ्नो आफ्नो कर्म खाने हो, रितै आया थियो रितै जानी हो, बाँचुन्जेली आफ्नो आफ्नो कर्म खाने हो। बाँचुन्जेली आफ्नो आफ्नो कर्म खाने हो। आखिर मरेर जाँदाखेरि केही लैजाने होइन, त्यसैले यो जीवन सञ्जरी पुण्य कर्ममा बिताउँ भन्ने यो सुन्दर भाव रहेको थियो। आउनुहोस् फेरि भजनमै नाच्नेछौँ। हरे हे श्रीधाम वृन्दावन, हे श्रीधाम वृन्दावन, हे छोडेर लाग्यौ नि कृष्ण तिमीले, छोडेर लाग्यौ नि कृष्ण तिमीले, हे श्रीधाम वृन्दावन, छोडेर लाग्यौ नि कृष्ण तिमीले, हे छोडेर लाग्यौ नि कृष्ण। हामी त दर्शक दर्शक हाम्रो साथी दिदी नाच्नु बहा के को नाच्थ्यो नाच्दैन नि। हरे राधिकाको लाई हरे पालो कृष्णजीलाई
त मोबाइलमा चार्ज कसको हजुरको बोल कृष्ण कन्हैया लाल को हरे कृष्ण तिमी 7 जना ट्याप ट्याप नगर्ने जिरो ट्याप भयो क्या जिरो ट्याप लाने किन लाने सती विदया का खानी खानी हमलाई गोकुलाने किन सती विदया का खानी खानी हमलाई गोकुलाने किन सती विदया का खानी खानी हमलाई गोकुलाने किन लाने हो भने के मान्दैन भइछन् गाइस डबल ट्याप ट्याप प्लिज सबैजनाले हे भाइ बन्द गर्नु कृष्ण जी का धेरै छन् गोपिनी हे गोपिनी यसो हेर्दा वृन्दावन छोपेरी कृष्ण जी का धेरै छन् गोपिनी गोपिनी यसो हेर्दा वृन्दावन छोपेरी कृष्ण जी को धेरै छन् गोपिनी गोपिनी यसो हेर्दा वृन्दावन छोपेरी कृष्ण जी का धेरै छन् गोपिनी गोपिनी यसो हेर्दा वृन्दावन छोपेरी यसो हेर्दा वृन्दावन छोपेरी बाबा अहिले त ओके दिदी यहाँ गोपिनी धेरै छन् है विचार गर अरे कृष्णजीको छल गर्ने बानी छ हे बानी छ हृदय चोरेर ठेकीमा पानी छ आयो भने हामीलाई ल अब हामी एउटा दुर्गा भजन पश्चात हाम्रो सुन्दर शिव पार्वतीको झाँकी सहित आज दिव्य हामीलाई दर्शन दिन आउँदै हुनुहुन्छ फेरि भजनमै रमौँ। हरे जोडी राम्रो कृष्ण र राधाको हाम्रो कृष्णजीले राधा ल्याउनु भएको छ कि नै एक्लै हो गोपी भनेको के हो त गोपिनी अरे जोडी राम्रो केटीहरू हुन्थे रे हुनु त्यही भगवान जस्तो रोपे पछाडि हे भजन मिठो भइरहेछ आजको आजको
दिदी त बिचरा पछाडि पर्नुभएछ दिदी त पछाडि पर्नुभएछ के लाग जान्छ पापा गरे भन्दा लाग्छ त अहिले पापा गरे भन्दा लाग्यो धर्म गरे अरे लाग्छ बा हामीलाई भिडियो क्यामेरा ओमेन यही नाच भोलगोविन्द भगवानको जानु के हो साँच्चै हो नाच्न पर्छ नि यस्तो ल अब हाम्रो शिव नाच्नु के गीतको झाँकी अब तयारी भइसक्यो हरे ए घुम्दै जाँदा भेट भयो नाचेको भएर चिज भएर हो के ए घुम्दै जाँदा भेट भयो राधा कृष्ण गएको कता गएको फेरि खै हे पाएन नि सुइको हे राधा कृष्ण दुईजना हे राधा कृष्ण दुईजना हे गङ्गा यमुना राधा कृष्ण दुईजना यही नाच्ने के यसरी नाच्ने हुन्छ म त जान्दैन के कसले धर्म हुन्छ कि यसमा त दिदी र तपाईँ जानु म भिडियो गर्छु हे गङ्गा यमुना नाइ नाइ धर्म हुन्छ के यसो बोल्दैन धर्म हुन्छ यहाँ हे गङ्गा यमुना दिदीसँग जानु के भिडियो गर्नु म त जान्न म जान्छु यमुनाको तीरमा म त नाच्दैन नाइ यस्तो मान्छे नि भोकल खोलिदिनु दिनु छ सर
हरे तेरी वंशी बजो यमुना को म त जाँदैन के नाइ उनै काले कृष्ण जी को मयूर मुकुट शिरमा हे राधा कृष्ण म नाच्न आँट्दै जाने थिएँ हजुर आउँछ देखाइछु नाचको दुइटै जानु न मन्दिरबाट लिएर जानु लगा जानु यसो गरेर धर्म हुन्छ के राधा कृष्ण खै राधा कृष्ण के ल है अब शिवजी आउँदैन शम्भु पार्वती आज ढिलो भइसकेको छ आउनु त हामी चाँडै नै आएका हौँ के गर्नु कैलाशबाट आउँदा आउँदै ढिलो भयो जानुको समय पनि छ आज भक्तजनहरूलाई दर्शन दिएर मात्रै फर्किहालौँ है त हुन्छ हुँदैन आज दर्शन मात्र दिउँ अरू बाँकी कुरा विशेष कुरा भोलि गरौँला ल आऊ पार्वती उहाँ दिदी आएको बनाइदिनु देखाइदिनु भक्तजनहरू त टन्नै हुनुहुँदो रहेछ त भनिहाल्यो टन्नै गइसक्नु भएछ त कैलाशबाट आउँदा आउँदै ढिलो भयो पार्वती अब ढिलो भइसकेपछि यसै भक्तजनहरूलाई ढिलो भइसकेको छ अब हामीले गन्थन मन्थन गरेर फेरि मिलायो भने भक्तजनहरूको निन्द्रा बिग्रिन्छ भक्तजनहरूको निन्द्रा बिग्रियो भने हामीलाई पाप लाग्छ त्यो हुनाले छिटो छिटो आएर एउटा भजनमा नृत्य गरेर गइहालौँ नाचेर गइहालौँ हुँदैन त ल है त पार्वती नाचेर देखाइदिनु पर्छ है त केटा नै रहेछ क्या दुइटै ए नाच्ने भन्दी पल बोलो गौरी शंकर भगवान को हरे आउन शिवजीले पार्वतीलाई लिएर जाउला दर्शन दिएर आउन शिवजीले पार्वतीलाई लिएर जाउला दर्शन दिएर आउन शिवजीले पार्वतीलाई लिएर जाउला दर्शन दिएर
पो हुँदो रहेछ त नाच्नु त हुन्थ्यो पार्वती अझ अलिक ढिला भयो जस्तो लागिरहेछ मलाई के छ हो ठिक छ अब तिम्रो इच्छा नै त्यही छ भने भक्तजनको इच्छा के छ त्यो पनि त बुझ्नु पर्यो नि पार्वती भक्तजनहरूको इच्छा पो के छ घर गइदियो हुन्थ्यो जस्तो लागेको छ भने गइहालौँ होइन त नाचौँ ल नाचौँ एउटामा नाचौँ है त ल हे शिव शिरमा गंगा शिव शिरमा गंगा भरदेव मनमा ओ 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 गंगा हे भगवान हे शिव शिरमा गंगा भरदेव मनमा ओ गंगा 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 ओ गंगा हरे बोल गौरी शंकर भगवान को ल पार्वती अहिलेलाई चाहिँ मैले डम्बर त्रिशूल समाते घर जानलाई अब कैलाश जानुपर्छ चिसो पनि छ हेर भक्तजनहरूको निन्द्रालाई बाधा पुर्याएर मुई बोल्न पर्ने हामीले कहाँ घरमा मिल्छ र? केटा बोलेको अब यसरी मुक्तिनाथ केटीको धाममा ठाउँमा त केटी नै बोल्नु सधैँ आइरहनु पर्छ यताबाट सारा भक्तहरूको खुसी हो। तिमी बोलेर कस्तो हो नि? राम्रो हिँड्छ शिवरात्रिको दिनमा त झन् भव्य छ है पार्वती है त्यो दिनमा के गर्ने पार्वती शिवरात्रिको दिनमा चाहिँ विशेष के गर्ने त ओहो, त्यसो भए त भक्तजनहरूलाई निमन्त्रणा दिइहाल्न पर्यो नि त ल सबै भक्तजनहरूलाई आजै निमन्त्रणा छ है शिवरात्रिको दिनमा हामी विशेष शिवताण्डव नृत्य लिएर आउँछौँ है पार्वती र हाम्रा वरिष्ठ कलाकारहरूको साथमा सुमधुर भजनका साथमा नृत्य गर्नेछौँ हजुरहरूले पाल्नु होला अहिलेलाई चाहिँ हामी जाउँ है त पार्वती ल सबैलाई जय शम्भो हर हर महादेव जय हो घर घर ल शिव पार्वतीलाई जोरदार तालीले सम्मान गर्दछौँ उहाँको सुन्दर देवलीला सभाको राम्रो कमिटी लगायत हाम्रो पार्वती भएको उहाँलाई विशेष सम्मान ताली बजाउँदै सुन्दर अब सबैजना उठेर नाच्नु होला उता